के भन्नु छ स्टेसन आइपुग्न आँट्दाखेरि रुको खुसी भएको हजुरलाई के भन्नु छ हामी चाहिँ किन यति साह्रो खुसी छौँ हेर्नुहोस् है पुरा भिडियो। हेलो साथीहरू, हामी चाहिँ अब मुम्बईदेखि घर जाँदैछौँ है। अहिले चाहिँ हामी लोकमान्य तिलक स्टेसनमा छौँ होइन। यहाँ चाहिँ हामी 2 घन्टा अगाडि आएर पर्खिरहेको छौँ किनकि हाम्रो दिदीले भन्नुहुँदै थियो कि ट्रेनको लागि अगाडि जानुपर्छ, सिटहरू पाउँदैन। आई नो सिटहरू चाहिँ खोज्नु अलिकति टाइम लाग्छ, तर 2 घन्टा अगाडि ओ माई गड। यहाँ हेर्नुहोस् हाम्रो सामानहरू कति छ। यहाँ चाहिँ बेगम दाई हराउनु भएको थियो अनि हामी चाहिँ बेगम दाईलाई खोजेर फेरि सामान लिएर जाँदैछौँ है किनकि हाम्रो प्लेटफर्म नम्बर 4 भनेर बताइसकेको छ। त्यही भएर म चाहिँ हामी सबैजना रेडी भएर निस्क्यौँ। यो चाहिँ मेरो ग्रुप भन्थ्यो, म देखाउँदै थिएँ अगाडि। अनि हामी हिँड्दैछौँ है। अनि हामीले जब यति भिड थियो नि हाम्रो जग्गामा आफ्नो जग्गासम्म आइपुग्नु। त्यही भएर यहाँ हेर्नुहोस् है यति साह्रो म चाहिँ आइपुगेँ। अनि मेरो भाइ र मेरो सिट चाहिँ सेयरिङ सिट थियो किनकि हामीले कम टिकट पाएन। त्यो सेयर गर्दै गयौँ। यहाँ चाहिँ 2 जना दिदीहरू अनि यहाँ चाहिँ बेगम दाई र शोभा दिदी, हामी चाहिँ यसरी गयौँ। अनि ट्रेनमै मैले चाहिँ एकछिन क्रोसेट गर्दै गएँ किनकि मलाई क्रोसेट गर्न मजा आउँछ। अनि यो चाहिँ बाहिरको सिन, यहाँ 2 जना मस्त सुतिरहेको छ, फोन चलाइरहेको छ है यता चाहिँ। अनि यता अरू चाहिँ यता गफ गर्दै हुनुहुन्थ्यो। भाइ र म चाहिँ सुत्नै सकिरहेको थिएन क्या गर्मीले। अनि यो चाहिँ बाहिरको इभिनिङ टाइम है। फेरि म कन्टिन्यू लागेँ आफ्नो क्रोसेटतिर है। म चाहिँ सक्छु भनेको थिएँ तर सक्नु चाहिँ सकिनँ, आधा मात्रै सकेँ। अनि फेरि यो चाहिँ हामी अब यहाँ रात पऱ्यो हेर्नुहोस् ल, इभिनिङ टाइम भयो होइन। अब रात भयो, रातको चाहिँ मैले त्यस्तो भिडियो बनाइनँ अलिकति। रातको 1 बजी बज्दाखेरि त बाफ्रे ट्रेनमा मान्छेहरू, सिट जेनरल ट्रेनमा यस्तै हुन्छ स्लिपरमा। माई गड के साह्रो भिड, के साह्रो, बाथरुम जानु पनि नसकिने अवस्था थियो। सो हामी बाथरुम नगइकन बसिरहेको थियौँ। अनि यो चाहिँ हेर्नुहोस् अब बिहानै 7 बजीतिरको सिन हो, एकदम हरियाली क्या। अब चाहिँ घर आइपुगेँ जस्तो भएको। अनि हामीले चटपटे खायौँ किनकि खानाहरू त्यस्तो नखाइकन गएको थियौँ नि त किनकि बाथरुमको प्रब्लम हुन्छ भनेर। भाइ र मैले चाहिँ राति खाएको थियौँ खाना, 1 प्लेट चाहिँ सेयर गरेको थियौँ। अनि यहाँ हेर्नुहोस् बाहिरको सिनहरू चाहिँ राम्रो थियो। अनि यसरी बाहिर चाहिँ सिनहरू हेर्दै ऊपर ट्रेन जाँदैछ हाम्रो। के भन्नु छ स्टेसन आइपुग्न आँट्दाखेरि रुको खुसी भएको हजुरलाई के भन्नु छ म एकदम खुसी छु। मेरो गाउँ होइन ओन्ली सिटी खै जीवन भन्ने मान्छे भनेर छोड्नु पनि लागेको चाहिँ अघि चाहिँ कहिले ओइ जीवन, ओइ भाइ कस्तो लाग्दैछ आइपुग्नु आँट्दा? शोभा दिदी बाई बाई। ओइ बेगम दाई दाउको मेरो भिडियो। ओ बेगम दाई लुक एट दिस साइड। हजुरलाई कस्तो फिल हुँदैछ घर आइपुग्नु आँट्दा? होइन अलिकति मनमा पिर पनि होला, व्यथा पनि होला। ए फेरि चाहिँ हामी के भन्छ एनजेपीमा झरेर होइन गाडी बुकिङ गऱ्यौँ। अनि गाडी बुकिङ गरेर चाहिँ हामी सबैजना जानको लागि तयार छौँ है। अनि गाडी बुकिङ गरिसकेपछि बार्गेनिङ कस्तो गरिदिएको नि 2000 भन्दै थियो होइन गाडी घरसम्म पुऱ्याउनु न। मैले 1300मा झारिदिएको। अलिअलि बार्गेनिङ गर्छ। हेर्नु हाम्रो हालत कस्तो भयो 3 दिनमा। यता छ एबल उता छ एबल। अनि हामी चाहिँ घर गयौँ ल। थ्याङ्क यू फर वाचिङ। यसरी माया दिनु होला है मेरो भिडियोमा। म जति सक्दो अब कन्टिन्यू मेरो भिडियो ल्याउने प्रयास गर्छु है। थ्याङ्क यू फर वाचिङ एभ्री वान, लभ यू।